को हालत यस्तो छ गाइज, यत्रो साँगुरो बाटोमा होइन यत्रा ठुल्ठुलो गाडी छिराइरहेका छन् के। यसले त माथि फुटपाथमै चढाइदिएछ यो टुरिस्ट बसले त। अनि त्यो चाहिँ पब्लिक बस है, यो हरियो कलरको छ नि, यो चाहिँ पब्लिक बस है गाइज यहाँको माल्टाको। छुन चाहिँ छोएन, माथि माथि चढाइदिएको छ। म चाहिँ अब यताबाट लक्कै काटेँ है त, यताबाट निस्केँ। के भयो, मूर्ख काम गर्छ। त्यहीँ उतै रोक्नु पर्ने हो टुरिस्ट बसले, या यो हरियो बस यतै रोक्नु पर्ने हो है, पास हुन्थ्यो। यत्रो साँगुरो बाटोमा लम्बो छिराउन खोज्छ टाइटले। हेलो, म चाहिँ फेरि घुम्नु पऱ्यो। म चाहिँ यहाँ फसेँ के, उता जानु मन आइछ, फेरि यता घुमेर फेरि त्यही ठाउँमा आउनु पऱ्यो यार। नो एन्ट्री भयो यत्रो साँगुरो ठाउँमा पनि छिराउन खोज्छ जबरजस्ती यार। त्यसले गर्दा यत्रो जाम भएन, उहाँसम्म जाम रहेछ। के भन्नु, दिमाग छैन मुलाहरू, पागल हो कि पागल यिनीहरू। त्यसले कराउँदैछ, त्यहाँ कराउँदैछ, त्यसले छुयो कि क्या हो भनेर कराउँदैछ, त्यसले कराउँदैछ, त्यसले यो पक्कै माल्टीको होला, यसले कराउँदैछ। यस्तै हो माल्टाको बाटोघाटो, यस्तै हो यहाँ।